सच्चिदानन्दरूपाय विश्वोत्पत्त्यादिहेतवे तापत्रयविनाशाय श्रीकृष्णाय वयं नमः। सम्पूर्ण दर्शक तथा श्रोता महानुभावहरू नमस्कार। मोहिनी एकादशी व्रत सम्पूर्ण जानकारी, पूजा विधि एवं व्रत कथा विशेष श्रृङ्खलामा हजुरहरूलाई हार्दिक स्वागत छ। दर्शक महानुभावहरू, मिति विक्रम संवत 2083 साल वैशाख महिनाको 14 गते सोमबार, तदनुसार ईसवीय संवत 2026 अप्रिल महिनाको 27 तारिकका दिनमा मोहिनी एकादशी व्रतको दिन रहेको छ। यो वैशाख शुक्ल पक्षको एकादशी तिथि रहेको छ। दर्शक महानुभावहरू, हामीले सदा सर्वदा एकादशीको आराधना, एकादशीको उपासना गर्दै आइराखेका छौँ। आफूलाई सहज हुने विधिले हामीले दिनभरि निराहार बसेर हुन्छ अथवा भगवानका महिमाहरूलाई श्रवण गरेर हुन्छ, भगवानका नाम मन्त्रहरूको जप गरेर हुन्छ, अथवा आफूलाई कसरी सहज हुन्छ त्यसरी एकादशीको आराधना गर्दै आइराखेका छौँ। आजको दिनमा पनि हामीले कसरी भगवानको पूजा अर्चना गर्ने अनि कथा श्रवण गर्ने त्यो यस श्रृङ्खलामा प्रस्तुत गर्दैछौँ। दर्शक महानुभावहरू, सबैभन्दा पहिले हामीले नियमहरूलाई प्रस्तुत गर्नेछौँ, के कसो गर्नुपर्दछ अनि बिहानबाट के कस्ता कर्महरू गर्ने, पूजा विधि कसरी गर्ने, कुन मन्त्रले सहित भएर गर्ने र व्रतकथा पनि श्रवण गरेर यो श्रृङ्खलालाई समापन गर्नेछौँ। दर्शक महानुभावहरू, आउनुहोस् अब नियमबाट नै अगाडि बढौँ। विशेष गरेर यो एकादशी, हरेक एकादशीको दिनमा जस्तै मोहिनी एकादशीको दिनमा पनि हामी बिहान सूर्योदय हुनुभन्दा पहिले नै ब्रह्म मुहुर्तको समयमा नजिकका तीर्थ नदीहरूमा सम्भव हुन्छ भने त्यहाँ गएर स्नान गर्नेछौँ। यदि त्यो सम्भव हुँदैन भने घरमै सम्पूर्ण तीर्थहरू, नदीहरू, वरुण देवतालाई सम्झेर स्नान गर्नेछौँ, पवित्र हुनेछौँ। त्यसपछि शुद्ध वस्त्रहरू धारण गरेर दैनिक रूपमा गर्नुपर्ने जुन जप आराधनाहरू हुन्, नित्य हजुरले पूजा गर्ने गरेका एकादशी बाहेक अन्य पूजाहरू हुन्, ती पूजाहरू गर्नुहुनेछ। त्यसपछि हजुरहरूले भक्तिभावपूर्वक अहिले तयार गर्न भनिएका सामग्रीहरू तयार गरेर लक्ष्मीनारायण भगवानको बिहान अथवा साँझको समयमा अथवा दुई पटक नै पूजा अर्चना गर्नुहुनेछ। त्यसै गरी आफूलाई सम्भव हुन्छ भने निराहार रहेर अथवा जलाहार फलाहार मात्रै लिएर हजुरले दिनभरि व्रत बस्न सक्नुहुन्छ। स्वास्थ्यको कारणले, आफ्नो व्यस्तताको कारणले, देश विदेशमा रहेका कारणले यदि हजुरले त्यसरी उपासना गर्न सक्नु भएन भने पनि शुद्ध भोजन मात्र ग्रहण गरेर व्रत कथाको श्रवण गरेर भगवानका नाम मन्त्रहरूको जप गर्न सक्नुहुन्छ। दिनभरिको समय तन मन वचनलाई पवित्र राखेर व्यतीत गर्न सक्नुहुन्छ। व्रत कथाहरू श्रवण गर्ने, मन्त्र आफैले जप गर्ने इत्यादि गर्न सक्नुहुन्छ। यी त थिए आजका दिनका विशेष नियमहरू। अब हामी ढिला नगरिकन पूजाका लागि आवश्यक पर्ने सामग्रीहरू, पूजाको तयारीतर्फ प्रवेश गर्न गइराखेका छौँ। हजुरहरूले दैनिक रूपमा गर्ने पूजा गरिसकेपछि एकादशी विशेष मधुसूदन भगवानको अथवा श्री लक्ष्मीनारायण भगवानको पूजन गर्दै गर्दा दियो कलश र गणेशको पूजा गरेर लक्ष्मीनारायण भगवानको पूजा गर्नुपर्ने हुन्छ। दियो कलश गणेशको पूजा गर्दै गर्दा पूर्वतर्फ दायाँतर्फ दियो, बिचमा गणेशजी, देब्रेतर्फ कलशको स्थापना गर्नुपर्ने हुन्छ भने हजुर र दियो कलश गणेशका बिचमा अर्को एउटा स्थापना गर्नुपर्ने हुन्छ, जहाँ हामी एकादशी विशेष लक्ष्मीनारायण भगवानलाई विराजमान गराउनेछौँ। दर्शक महानुभावहरू, यी सबै देवी देवताहरू यदि हजुरले पहिले नै पूजा गर्ने ठाउँमा स्थापना गर्नुभएको छ, म छुट्टै स्थापना गर्दिनँ भन्नुहुन्छ भने जहाँ हजुरले पहिलेदेखि स्थापना गर्नुभएको छ त्यही ठाउँमा दियो कलश गणेश र लक्ष्मीनारायण भगवानलाई पूजा गर्न पनि सक्नुहुन्छ। दर्शक महानुभावहरू, अब पूजा सामग्रीहरू के आवश्यक पर्छ त? दियो कलश गणेशको तयारी गरिसकेपछि लक्ष्मीनारायण भगवानको पूजा गर्दै गर्दा हजुरका लागि शालिग्राम हुन सक्नुहुन्छ अथवा भगवानका मूर्तिहरू हुन सक्नुहुन्छ, तस्बिरहरू हुन सक्नुहुन्छ। केही नभए द्रव्यलाई सुनमा घोटेर भए पनि हजुरले लक्ष्मीनारायण भगवानको प्रतिमा बनाउन सक्नुहुन्छ। उहाँलाई स्थापित गर्दै गर्दा धान चामलका टप्परीहरूमाथि कलश राखेर, कलशमाथि थाली राखेर भगवानलाई त्यहाँमाथि विराजमान गराउन पनि सक्नुहुन्छ, अथवा एउटा पिर्का अथवा मेखला राखेर त्यहाँमाथि पहेँलो वस्त्र बिछाएर त्यहाँमाथि भगवानको प्रतिमा विराजमान गराउन पनि सक्नुहुन्छ। दर्शक महानुभावहरू, हजुरहरूले धर्मदर्पणका सामग्रीहरू प्रस्तुत गरिएका जो हुन्छन् ती श्रवण गर्दै आउनुभएको छ, त्यसका आधारमा भगवानको आराधना गर्दै आउनुभएको छ भने अवश्य पनि हजुरहरूलाई यी जानकारीहरू पहिलेदेखि नै रहेको छ। अब हामी पूजामा आवश्यक पर्ने सामग्रीतर्फ प्रवेश गरौँ। कर्मपात्रको आवश्यकता पर्दछ। एउटा कचौरामा विशेष गरेर सम्भव हुन्छ भने कुश, त्यसै गरेर फूल, जौ, तिल, चन्दन इत्यादि राखेर सङ्कल्प लिने जल बनाउन सक्नुहुन्छ। एउटा पात्रमा शुद्ध जल, अर्को पात्रमा अर्घ्य जसमा दही, दुध, दुबो, त्यस्तै गरेर चन्दन,
फुल इत्यादि राखेर अर्घ्य तयार गर्न सक्नुहुन्छ। दुध, दही, घिउ, मह र खुदोलाई छुट्टा छुट्टै भाँडाहरूमा तयार गर्न सक्नुहुन्छ। अनि त्यस्तै गरेर पञ्चामृत छुट्टै पनि बनाउन सक्नुहुन्छ। त्यस्तै गरेर हजुरहरूले विभिन्न प्रकारका प्रसादहरू, द्रव्यहरू, धूप बत्तीहरू, तुलसीका पत्रहरू, बेलपत्रहरू, दुबोहरू पनि हजुरले तयार गर्न सक्नुहुन्छ। सुपारी, जनै इत्यादि सामग्री पनि हजुरले तयार गर्न सक्नुहुन्छ। केही प्रसादहरू पनि बनाउन सक्नुहुन्छ। यदि सम्भव हुन्छ भने लक्ष्मीनारायण भगवानलाई अर्पण गर्नका लागि सौभाग्यका सामग्री, वस्त्र, माला इत्यादि पनि हजुरले तयार गर्न सक्नुहुन्छ। दर्शक महानुभावहरू, यसरी तयार गरिसकेपछि हजुर यदि दिनभरि पवित्र रूपमा रहन सक्नुहुन्छ, व्रत बसेर हजुर दिनभरि आराधना गर्नुहुन्छ भने साँझको समयमा पूजा गर्न पनि सक्नुहुन्छ। दिउँसोमा हजुर यदि शुद्ध रहन सक्नुहुन्न भने बिहानको समयमा पूजा गर्नुपर्ने हुन्छ र हजुरले सम्भव हुन्छ भने बिहान, साँझ अनि हजुर रात्रिमा जागराम बस्नुहुन्छ भने रात्रिमा जागराम बसेर भोलिपल्ट बिहान पनि यही विधिले हजुरले अर्चना गर्न सक्नुहुन्छ, पूजा गर्न सक्नुहुन्छ। दर्शक महानुभावहरू, अब हामी विचार गरौँ। अगाडि स्थापना भएको छ दियो कलश गणेशजीको, त्यस्तै गरेर हजुरका अगाडि हुनुहुन्छ लक्ष्मीनारायण भगवानको पनि स्थापना भएको छ। अगाडि कर्मपात्र, जल, थालीमा पूजाका सामग्रीहरू सबै कुराहरू तयार भएको छ भने अब हजुर पूजन विधि अगाडि बढाउन सक्नुहुन्छ। सबैभन्दा पहिले हजुरले दियो बाल्नुपर्ने हुन्छ। दियो बालेर मेरो कर्मको साक्षी भइदिनुहोला भन्न सक्नुहुन्छ। बलिराखेको दियो भएमा नमस्कार गर्न सक्नुहुन्छ। ओम नमस्तनन्ताय सहस्रमूर्तये सहस्रपादाक्षि शिरो रुवाहवे सहस्रनाम्ने पुरुषाय शाश्वते सहस्रकोटि युगधारिणे नमः। पुष्प अर्पण गरिदिन सक्नुहुन्छ। त्यसपछि कर्मपात्रको जल हातमा लिएर म फलाना गोत्र भएको फलाना व्यक्तिले आजको यो वैशाख शुक्ल एकादशी मोहिनी एकादशीको दिनमा भगवान श्री लक्ष्मीनारायणको कृपा प्राप्त गर्नका लागि र आफ्ना केही मनोकामनाहरू छन् भने ती पनि सम्झिएर आज लक्ष्मीनारायण भगवानको विधिपूर्वक पूजा गर्दछु। त्यस्तै गरेर विधिपूर्वक उहाँको कथालाई श्रवण गर्दछु, उहाँका नाम मन्त्रहरूको जप गर्दछु, एकादशीको उपासना गर्दछु भनेर जल छोड्न सक्नुहुन्छ अनि पूजन विधि अगाडि बढाउन सक्नुहुन्छ। सबैभन्दा पहिले दियोको पूजा गर्न सक्नुहुन्छ। आफूसँग भएका हरेक सामग्री अर्पण गर्दै ओम श्री दीपनारायणाय नमः भन्न सक्नुहुन्छ। ओम नमः कमलनाभाय नमस्ते जलशायिने नमस्ते केशवानन्त वासुदेव नमोस्तुते। दियोलाई नमस्कार गरेर अब कलशको पूजा गर्न सक्नुहुन्छ। कलशस्थ सर्वेभ्यो देवेभ्यो नमः भन्दै आफूसँग भएका हरेक सामग्री अर्पण गरिदिन सक्नुहुन्छ। ओम कलशस्य मुखे विष्णु कण्ठे रुद्र समाश्रिता मूले त्वस्य स्थितो ब्रह्मा मध्ये मातृगणा स्मृता कुक्षौ तु सागर सप्त सप्तद्वीप वसुन्धरा ऋग्वेदोऽथ यजुर्वेद सामवेदोऽप्यथर्वणः अङ्गैश्च सहिता सर्वे कलशं तु समाश्रिताः। कलशस्थ सर्वेभ्यो देवेभ्यो नमः भन्दै फुल फल दक्षिणा कलशमा पनि अर्पण गरिदिन सक्नुहुन्छ। त्यसपछि गणेशजीको पूजा गर्न सक्नुहुन्छ। मेरो एकादशीको आराधनामा अनि मेरा परिवारका सम्पूर्ण जीवनमा कुनै प्रकारका विघ्न नआउन्, भगवानको कृपा होस् भन्दै पूजा गर्न सक्नुहुन्छ। ओम वक्रतुण्ड महाकाय कोटि सूर्य समप्रभ निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। ओम गं गणपतये नमः भन्दै आफूसँग भएका हरेक सामग्री अर्पण गरेर विनायक भगवानको पूजा अर्चना गर्न सक्नुहुन्छ। दर्शक महानुभावहरू, यसरी दियो कलश गणेशको पूजा गरिसकेपछि एकपटक हजुरले धूप बत्ती बालेर सम्पूर्ण देवी देवतालाई देखाउन सक्नुहुन्छ। नैवेद्य प्रसादहरू पनि अर्पण गरिदिन सक्नुहुन्छ। यसपछि हामी ढिला नगरिकन एकादशी विशेष लक्ष्मीनारायण भगवानको पूजातर्फ प्रवेश गर्न गइराखेका छौँ। दर्शक महानुभावहरू, एकादशी विशेष लक्ष्मीनारायण भगवानको पनि पूजा गर्दै मोहिनी एकादशीलाई सम्झँदै पनि पूजा अगाडि बढाउन सक्नुहुन्छ। अब सबैभन्दा पहिले हातमा पुष्पहरू लिएर लक्ष्मीनारायण भगवानको दिव्य स्वरूप सम्झिएर नमस्कार गर्नुपर्ने हुन्छ। ओम शान्ताकारं भुजगशयनं पद्मनाभं सुरेशं विश्वाधारं गगनसदृशं मेघवर्णं शुभांगं लक्ष्मीकान्तं कमलनयनं योगिभिर्ध्यानगम्यं वन्दे विष्णुं भवभयहरं सर्वलोकैकनाथं।
ध्यानं समर्पयामि। ओम श्री लक्ष्मी नारायणाभ्याम नमः भन्न सक्नुहुन्छ। मोहिनी एकादशीलाई पनि सम्झन सक्नुहुन्छ। यसपछि हजुरले यदि लक्ष्मीनारायण भगवानको प्रतिमा नयाँ स्थापना गर्नुभएको हो, अहिलेसम्म पूजा नगरेको भने त्यहाँ भगवानको प्राण बोलाउन सक्नुहुन्छ। कुश फुल इत्यादिले स्पर्श गर्न सक्नुहुन्छ, नत्र पूजा अगाडि बढाउन सक्नुहुन्छ। सबैभन्दा पहिले भगवानलाई आफ्नो घरमा आइदिनका लागि, आफ्नो पूजास्थलमा विराजमान भएर आशीर्वाद प्रदान गर्नका लागि निमन्त्रणा गर्न सक्नुहुन्छ। पुष्प इत्यादि अर्पण गरिदिन सक्नुहुन्छ। आवाहनम समर्पयामि। ओम श्री लक्ष्मी नारायणाभ्याम नमः। मोहिनी एकादशीलाई पनि सम्झन सक्नुहुन्छ। पाउ धोएको सम्झेर शुद्ध जल अर्पण गरिदिन सक्नुहुन्छ। पाद्यम समर्पयामि। ओम श्री लक्ष्मी नारायणाभ्याम नमः भन्न सक्नुहुन्छ। अर्घ्य अर्पण गरिदिन सक्नुहुन्छ। अर्घ्यम निवेदयामि। ओम श्री लक्ष्मी नारायणाभ्याम नमः भन्न सक्नुहुन्छ। शुद्ध जल अर्पण गरिदिन सक्नुहुन्छ। आचमनियम समर्पयामि। ओम श्री लक्ष्मी नारायणाभ्याम नमः भन्न सक्नुहुन्छ। दर्शक महानुभावहरू, यसपछि हजुरले भगवानको चरणोदक लिने गर्नुहुन्छ भने छुट्टै कचौरामा निकालेर भगवानलाई स्नान गराउने, नत्र त्यही ठाउँमा स्नान गराउनुहोला। सबैभन्दा पहिले गङ्गाजल अथवा शुद्ध जलले स्नान गराउनुहोला। स्नानियम समर्पयामि। ओम श्री लक्ष्मी नारायणाभ्याम नमः। त्यसपछि दही मह र घिउ मिसाएर भगवानलाई स्नान गराइदिन सक्नुहुन्छ। मधुपर्कम समर्पयामि। ओम श्री लक्ष्मी नारायणाभ्याम नमः। शुद्ध जल अर्पण गरिदिन सक्नुहुन्छ। त्यसपछि पञ्चामृतले स्नान गराइदिन सक्नुहुन्छ। पञ्चामृत स्नानम समर्पयामि। ओम श्री लक्ष्मी नारायणाभ्याम नमः। पुनः शुद्ध जल अर्पण गरिदिन सक्नुहुन्छ। त्यसपछि भक्तिभावपूर्वक हजुरले दुधले भगवानलाई स्नान गराइदिन सक्नुहुन्छ, नुहाइदिन सक्नुहुन्छ। पय स्नानम समर्पयामि। ओम श्री लक्ष्मी नारायणाभ्याम नमः भन्न सक्नुहुन्छ। शुद्ध जल अर्पण गरिदिन सक्नुहुन्छ। दहीले स्नान गराइदिन सक्नुहुन्छ। दधि स्नानम समर्पयामि। ओम श्री लक्ष्मी नारायणाभ्याम नमः। शुद्ध जल पनि अर्पण गरिदिन सक्नुहुन्छ। यसपछि घिउले स्नान गराइदिन सक्नुहुन्छ। घृत स्नानम समर्पयामि। ओम श्री लक्ष्मी नारायणाभ्याम नमः भन्न सक्नुहुन्छ अनि शुद्ध जल अर्पण गरिदिन सक्नुहुन्छ। त्यसपछि महले स्नान गराइदिन सक्नुहुन्छ। मधु स्नानम समर्पयामि। ओम श्री लक्ष्मी नारायणाभ्याम नमः अनि शुद्ध जल अर्पण गरिदिन सक्नुहुन्छ। त्यसपछि खुदो हुँदैन भने हजुरले शुद्ध मिश्री, गुड इत्यादिले भगवानलाई स्नान गराइदिन सक्नुहुन्छ। ओम शर्करा स्नानम समर्पयामि। ओम श्री लक्ष्मी नारायणाभ्याम नमः भन्न सक्नुहुन्छ अनि शुद्ध जल अर्पण गरिदिन सक्नुहुन्छ। यदि हजुरले भगवानको चरणोदक लिने भनेर छुट्टै स्नान गराउनु भएको छ भने अब भगवानलाई पहिलेकै ठाउँमा विराजमान गराउन सक्नुहुन्छ। चन्दन र जल मिसाएर भगवानलाई स्नान गराइदिन सक्नुहुन्छ। गन्धोदक स्नानम समर्पयामि। ओम श्री लक्ष्मी नारायणाभ्याम नमः भन्न सक्नुहुन्छ अनि शुद्ध जल अर्पण गरिदिन सक्नुहुन्छ। त्यसपछि हजुरले भगवानलाई शुद्ध वस्त्रले पुछेर केही श्रृङ्गार गरेर पहिलेकै ठाउँमा केही तुलसीका दलहरू बिछ्याएर त्यहाँ विराजमान गराउन सक्नुहुन्छ। त्यसपछि थोरै अर्घ्य प्रदान गर्न सक्नुहुन्छ। थोरै जल अर्पण गरिदिन सक्नुहुन्छ। सम्भव हुन्छ भने वस्त्र अर्पण गरिदिन सक्नुहुन्छ। वस्त्र युग्मम समर्पयामि। ओम श्री लक्ष्मी नारायणाभ्याम नमः अनि शुद्ध जल अर्पण गरिदिन सक्नुहुन्छ। भगवानलाई यज्ञोपवीत यानि कि जनै अर्पण गरिदिन सक्नुहुन्छ। यज्ञोपवीतम समर्पयामि। ओम श्री लक्ष्मी नारायणाभ्याम नमः भन्न सक्नुहुन्छ अनि शुद्ध जल अर्पण गरिदिन सक्नुहुन्छ। विभिन्न प्रकारका गरगहना भनेर भगवानलाई केही द्रव्य अर्पण गरिदिन सक्नुहुन्छ। भूषणम समर्पयामि। ओम श्री लक्ष्मी नारायणाभ्याम नमः भन्न सक्नुहुन्छ। शुद्ध जल अर्पण गरिदिन सक्नुहुन्छ। चन्दनका टीकाहरू लगाइदिन सक्नुहुन्छ। चन्दनम समर्पयामि। ओम श्री लक्ष्मी नारायणाभ्याम नमः भन्न सक्नुहुन्छ। त्यसपछि जौतिल रूपी अक्षता जो छन् ती जौतिल नै अर्पण गरिदिन सक्नुहुन्छ। तिलाक्षतान यवाक्षतान समर्पयामि। ओम श्री लक्ष्मी नारायणाभ्याम नमः भन्न सक्नुहुन्छ। त्यसपछि फुलको माला छ भने फुलको माला नत्र धेरै फुलहरूले भगवानको पूजा गर्न सक्नुहुन्छ। पुष्पाणी पुष्पमालाम च समर्पयामि। ओम श्री लक्ष्मी नारायणाभ्याम नमः भन्न सक्नुहुन्छ। यसपछि बेलपत्र छ भने अर्पण गरिदिन सक्नुहुन्छ। बिल्वपत्रम समर्पयामि। ओम श्री लक्ष्मी नारायणाभ्याम नमः भन्न सक्नुहुन्छ। दुबो अर्पण गरिदिन सक्नुहुन्छ। दुर्वाङ्कुरान समर्पयामि। ओम श्री लक्ष्मी नारायणाभ्याम नमः भन्न सक्नुहुन्छ। मोहिनी एकादशीलाई सम्झँदै पनि पूजा अर्चना गर्न सक्नुहुन्छ। तुलसीका दलहरू अर्पण गरिदिन सक्नुहुन्छ। तुलसीम हेमरूपाम च रत्नरूपाम च मञ्जरीम भवमोक्ष प्रदाम रम्याम अर्पयामि हरिप्रियाम मन्त्र पनि उच्चारण गर्न सक्नुहुन्छ। दर्शक महानुभावहरू, यसपछि विशेष भगवानका नाम मन्त्रले शिरदेखि पाउसम्म पूजा गर्नुपर्ने हुन्छ। आफूसँग भएका हरेक सामग्रीले भक्तिभावपूर्वक पूजा गर्नुहोला। म मन्त्र उच्चारण गर्दै जानेछु। ओम कालाय नमः। ओम विष्णवे नमः। ओम बन्हये नमः। ओम रवये नमः। ओम दामोदराय नमः। ओम हरये नमः। ओम रुद्राय नमः।
ओम शेषाय नमः। ओम जगद्व्यापिने नमः। ओम तेजोरूपिणे नमः। ओम निशाकराय नमः। ओम निरंजनाय नमः। ओम फलाध्यक्षाय नमः। ओम विश्वरूपिणे नमः। ओम जगत्प्रभवे नमः। ओम स्वप्रकाशाय नमः। ओम स्वयं ज्योतिषे नमः। ओम चतुर्व्यूहाय नमः। ओम जनाश्रयाय नमः। ओम परब्रह्मणे नमः। यसरी हजुरले भगवानको शिरदेखि पाउसम्म पूजा गरिदिन सक्नुहुन्छ। यसपछि लक्ष्मी मातालाई सम्झेर सौभाग्यका द्रव्यहरू यदि छन् भने अर्पण गरिदिन सक्नुहुन्छ, नत्र एउटा द्रव्य अर्पण गरिदिन सक्नुहुन्छ। सौभाग्य द्रव्याणि समर्पयामि ओम श्री लक्ष्मी नमः भन्न सक्नुहुन्छ। यसपछि गरुडजीको पूजा गरिदिन सक्नुहुन्छ। ओम श्री गरुडाय नमः। मासदेवताभ्यो नमः। त्यसपछि धूपबत्ती बालेर घुमाइदिन सक्नुहुन्छ। धूपम आग्रहपयामि ओम श्री लक्ष्मी नारायणाभ्याम नमः भन्न सक्नुहुन्छ। ज्योति पनि देखाइदिन सक्नुहुन्छ। दीपम दर्शयामि ओम श्री लक्ष्मी नारायणाभ्याम नमः भन्न सक्नुहुन्छ। यसपछि पाकेको प्रसाद केही अर्पण गरिदिन सक्नुहुन्छ। नैवेद्यम निवेदयामि ओम श्री लक्ष्मी नारायणाभ्याम नमः। मोहिनी एकादशीलाई पनि हजुरले सम्झन सक्नुहुन्छ। यसरी हजुरले अर्पण गरिसकेपछि थोरै जल अर्पण गरेर पान सुपारी इत्यादि अर्पण गरिदिन सक्नुहुन्छ। ताम्बूलम समर्पयामि ओम श्री लक्ष्मी नारायणाभ्याम नमः भन्न सक्नुहुन्छ। शुद्ध जल अर्पण गरिदिन सक्नुहुन्छ। त्यसपछि एउटा सग्लो फल अर्पण गरेर जसरी भगवान मैले हजुरलाई यो सग्लो फल अर्पण गर्दैछु त्यस्तै सग्लो फल मलाई पनि दिनुहोला भनेर प्रार्थना गर्न सक्नुहुन्छ। फलम समर्पयामि ओम श्री लक्ष्मी नारायणाभ्याम नमः भन्न सक्नुहुन्छ। त्यसपछि द्रव्य दक्षिणा अर्पण गरिदिन सक्नुहुन्छ। द्रव्य दक्षिणाम समर्पयामि ओम श्री लक्ष्मी नारायणाभ्याम नमः। मोहिनी एकादशी नमः भन्न सक्नुहुन्छ। त्यसपछि चमरले हम्किदिन सक्नुहुन्छ। चामरम समर्पयामि ओम श्री लक्ष्मी नारायणाभ्याम नमः। पंखा छ भने पंखा नत्र फुलले नै हम्किदिन सक्नुहुन्छ। बेजनम समर्पयामि ओम श्री लक्ष्मी नारायणाभ्याम नमः भन्न सक्नुहुन्छ। ऐना छ भने देखाइदिन सक्नुहुन्छ। आदर्शनम समर्पयामि ओम श्री लक्ष्मी नारायणाभ्याम नमः भन्न सक्नुहुन्छ। यसपछि हजुरले थोरैमा पनि भगवानको ओम नमो भगवती वासुदेवाय अथवा ओम नारायणाय नमः अथवा ओम श्री विष्णवे नमः यस्तै मन्त्रहरू जप गर्न सक्नुहुन्छ। कति हजुरलाई सम्भव हुन्छ त्यति पटकसम्म। त्यसरी जप गरिसकेपछि हजुरले आरती गर्नुपर्ने हुन्छ। आरती भन्दा अगाडि हजुरले व्रतकथाको श्रवण गर्न पनि सक्नुहुन्छ। व्रतकथा पनि हामीले अब लगत्तै श्रवण गराउनेछौँ। दर्शक महानुभावहरू, विशेष गरेर व्रतकथाको श्रवण गरिसकेपछि आफूले जानेका मन्त्रहरू ओम जय जगदीश हरे अथवा भगवानका अन्य मन्त्र प्रयोग गर्दै आरती गर्न सक्नुहुन्छ र भगवानलाई प्रणाम गर्न सक्नुहुन्छ। मोहिनी एकादशीलाई प्रणाम गर्न सक्नुहुन्छ। दर्शक महानुभावहरू, बिहान साँझ अथवा भोलिपल्ट बिहान जुन समयमा हजुरले पूजा अर्चना गरे तापनि यही विधिले पूजा अर्चना गर्नुहुनेछ र लक्ष्मी नारायण भगवानलाई प्रसन्न बनाउनुहुनेछ। दर्शक महानुभावहरू, यसपछि हामी अब ढिला नगरिकन अत्यन्तै पावन अत्यन्तै शक्तिशाली मोहिनी एकादशीको व्रत कथालाई श्रवण गर्न गइराखेका छौँ। भक्तिभावपूर्वक श्रवण गर्नुहोला। ओम नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। मोहिनी एकादशी व्रतकथा। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। नैमिषारण्यनाम गरेको पावन चक्रतीर्थमा सौनकादि 88,000 ऋषि मुनीश्वरहरूले सुतजीका मुखर वृन्दबाट एकादशीका महात्म्यहरूलाई श्रवण गर्दै आउनुभएको छ नि। सुतजी महाराजले युधिष्ठिरजी महाराज र भगवान श्री कृष्णचन्द्र परमात्माका बीचमा भएका ती विभिन्न संवादनी लीलाहरूलाई प्रस्तुत गर्दै आउनुभएको छ। त्यसै क्रममा आजको पवित्र दिनमा वैशाख शुक्ल एकादशीको कथाको प्रारम्भ हुन्छ। युधिष्ठिरले भन्नुभयो, हे जनार्दन, श्री कृष्ण वैशाख मासको शुक्ल पक्षमा के नाम गरेको एकादशी हुन्छ र त्यो एकादशीको व्रतको के फल हो अनि त्यो व्रत त्यो एकादशीको उपासना गर्ने व्रत गर्ने विधि के कस्तो रहेको छ बताइदिनु हवस्। तब श्री कृष्णचन्द्र परमात्माले भन्नुभयो, धेरै धेरै पहिले सोध्ने भएका रामचन्द्रलाई वशिष्ठ ऋषिले जुन कथा जुन महात्म्य बताउनु भएको थियो, हे धर्मनन्दन युधिष्ठिर, त्यही कथा म तिमीलाई पनि कहन्छु, त्यही महात्म्य सुनाउँदछु। भक्तिभावपूर्वक अनि धैर्य धारणपूर्वक श्रवण गर।
सावधान भएर सुन रामले भन्नुभएको थियो, हे भगवान हे मेरा सद्गुरुदेव, सबै पापलाई नाश पारिदिने, सबै दुःखहरूलाई पनि नाश गरिदिने वाला त्यस्तो व्रतहरूमा पनि अति उत्तम व्रत जो रहेको छ त्यो म सुन्न चाहन्छु, हजुरले बताई बक्सियोस्। सीताका विरहले उत्पन्न भएका अनेक दुःखहरूलाई मैले साँच्चै नै भोगिसकेको छु, यसै कारण दुःखदेखि म डराइरहेको हुन्छु। यसैले हे महामुनि, त्यस्तो दुःख पर्दै नपर्ने परे पनि सजिलै टर्ने टराउन सकिने उपाय तपाईँसँग सोधिरहेको छु। तब वशिष्ठ नाम गरेका ब्रह्मज्ञानीले भन्नुभयो, हे श्रीराम, तपाईँले राम्रो कुरा सोध्नुभयो। तपाईँ आफैमा सम्पूर्ण ज्ञानका सागर हुनुहुन्छ, तथापि सम्पूर्ण लोकको कल्याणका लागि यो प्रश्न सोध्नु भएको हो भन्ने मैले थाहा पाएको छु। यो तपाईँको नैष्ठिकी धर्ममा आस्था राख्ने बुद्धि हो। तपाईँको नाम मात्रै लिनाले पनि मनुष्य पहिलेका सम्पूर्ण पापहरूबाट छुटेर पवित्र हुन्छ। त्यस्ता तपाईँलाई मैले के नै कहन सक्छु र तथापि मनुष्यहरूको कल्याणका लागि भनेर मैले कहन्छु, हजुरले पनि सुनिबक्सियोस्। ब्रह्मादि देवताहरूलाई पनि पवित्र पार्नेवाला व्रतहरूमा पनि अत्यन्तै उत्तम यो व्रत हो। हे श्रीराम, भगवान वैशाखको शुक्ल पक्षमा द्वादशी विद्ध जो एकादशी हुन्छ त्यो त्यस्तो एकादशी मोहिनी नामले पुकारा गरिन्छ। त्यो एकादशी सारा पाप सका पार्नमा अति श्रेष्ठ रहेको छ। यसको व्रतको प्रभावले व्रत गर्ने मानिस संसारको मोहजालबाट र पापका समूहबाट सजिलै छुट्दछ। यो कुरा म तपाईँलाई अत्यन्तै सत्य वचन भनिरहेको छु, हे सत्य स्वरूप भगवान। यसै कारणले तपाईँहरू जस्ताले हे राम, ठुला ठुला पापहरूलाई क्षय गर्ने र ठुला ठुला दुःख हर्ने यो एकादशीको उपासना गर्नु पर्दछ। हे मर्यादा पुरुषोत्तम श्री रामचन्द्र भगवान, पुण्य दिने यो कल्याणकारी कथालाई एकाग्र मनको भएर श्रवण गर्नुहोस्। यस कथालाई श्रवण मात्रै गर्नाले पनि महापाप नाश हुन्छ। सरस्वती नदीको रमणीय तटमा उहिले भद्रावती नाम गरेको राम्रो पुरी सहर थियो। द्युतिमान नाम गरेको राजाले त्यहाँ राज्य गर्दथे। हे रामचन्द्र, चन्द्रवंशमै जन्मिएको त्यो द्युतिमान राजा सत्य प्रतिज्ञावाला थियो। त्यसै नगरमा धन धान्यले टन्न परिपूर्ण भएको समृद्धशाली एउटा वैश्यले पनि निवास गर्दथ्यो। धनपाल भन्ने नामले विख्यात त्यो वैश्य पुण्य कर्ममा सधैँ सधैँ लागिरहन्थ्यो। पौशाला निर्माण गर्ने, यज्ञशाला निर्माण गर्ने, मन्दिर निर्माण गर्ने, पोखरी पाटी पौवा बनाइरहने गर्दथ्यो। श्री विष्णु भगवानको भक्तिमा पनि रमाइरहन्थ्यो र शान्त चित्तको थियो। त्यसका 5वटा सन्तान छोराहरू थिए। ती थिए विशेष गरेर सुमना, द्युतिमान अनि मेधावी सुकृति तथा 5औं चाहिँ धृष्ट बुद्धि नाम गरेको पुत्र थियो, जो सधैँ ठुला पाप कर्ममा नै रमाउने गर्दथ्यो। चरित्रहीन स्त्रीहरूका साथमा लम्पट रहने ऊ पनि चरित्रहीन थियो। गुण्डाहरूका सभामा, भ्रष्टहरूका सभामा ऊ नायक हुन्थ्यो। त्यस्ताका बिचमा चतुर हुन्थ्यो। जुवा दिवेशनमा आसक्त रहन्थ्यो। चाहे आफ्नी स्त्री हुन् चाहे अर्काकी स्त्री हुन्, सबैप्रति ऊ आकर्षित भइरहन्थ्यो। अत्यन्तै नकारात्मक स्वभाव भएको थियो। देवता, पाहुना, बुढाबुढी, मान्यजन, पितृहरू, गुरुजनहरूलाई पनि उसले मान्दैनथ्यो, श्रद्धा गर्दैनथ्यो। अन्याय गरेर रहने, आफ्नै पिताजीको सम्पत्ति पनि स्वाहा पारिदिने, अभक्ष कुरा भोजन गर्ने यानकि खानै नहुने कुराहरू खाने, अत्यन्तै पापी। त्यस्तै गरेर मांस मदिरामा पनि लागिरहने त्यो दुष्ट बुद्धि विशेष गरेर चरित्रहीन नारीहरूका काँधमा पुरा हात राखेर चौबाटातिर घुमिरहेको हुन्थ्यो। त्यस्तो प्रकारको कुकर्मका पराकाष्ठालाई नागिरहेको पापी भएको थियो। उसको त्यो अवस्था देखेर उसका बाबुले उसलाई घरबाट निकालिदिए। त्यसका बन्धु बान्धवले पनि त्यसलाई त्यागिदिए अनि उसले आफूले लगाएका भूषणहरूलाई नै बेचबाच पारेर खर्च चलाउन थाल्यो। धन सकिएकाले उसलाई ती चरित्रहीन स्त्रीहरूले पनि त्यागिदिएर छिछि र दूर गरिँदै सबैको निन्दा पात्र बन्यो। केही समय अगाडि त्यति धेरै सम्पन्न रहेको त्यो व्यक्ति अहिले यस्तो अवस्थामा प्राप्त भयो। त्यसपछि त्यो नग्न भएर भोकले आकुल भएर आफ्ना मनमा पिरिन लाग्यो कि अब म कहाँ जाउँ, के गरौँ, कुन उपायले बाँच्ने होला।
यस्तै सोचेर फेरि त्यसै नगरमा चोरी गर्न सुरु गर्यो। राज्यका प्रहरीहरूद्वारा कतिपल्ट पक्रियो तापनि उसको बाबुको गौरव इज्जतले गर्दा उनीहरूले छोडिदिन्थे, फेरि पक्रिन्थ्यो, फेरि छोडिन्थ्यो, फेरि तुरुन्तै पक्रिन्थ्यो, फेरि छोडिन्थ्यो। त्यसपछि अत्यन्तै दुष्ट त्यो धृष्ट बुद्धि ठुला हत्कडीहरूद्वारा बाँधियो र राजा भएका ठाउँमा पुर्याइयो। कोर्राले पिट्नासम्म पिटियो तथा बारम्बार सताइयो। अनि हे दुराचारी, अब त मेरो राज्यमा रहन पाउँदैनस्, तँलाई धेरै समयसम्म माफी पनि दिइयो, तथापि तैँले कुनै पनि प्रकारको राम्रो कर्म गरिनस्। यस्तो भनेर अनि राजाले उसलाई दृढ बन्धनबाट छोडिदिए। अनि ऊ पनि ती राजाको डरले त्यस सहरबाट निस्कियो र त्यो बाक्लो वनमा गयो। भोक प्यासले पीडित भएर त्यो त्यहाँ यता र उता भड्किन्थ्यो। अनि सिंहले चाहिँ ऊ पनि वनका मृगहरू बनेल घोरल चितुवाहरूलाई वध गर्न थाल्यो। सधैँ प्राणीहरूको मांस भोजन गरेर वनमै रहन लाग्यो। हातमा धनुबाण लिएर पछाडि ठोक्रो भिरेर जङ्गलमा डुल्दै डुल्दै चौपाया पशु र पक्षीहरूलाई मारेर आफ्नो जीवन निर्वाह गर्न थाल्यो र चरम पापको सागरमा डुब्न लाग्यो। चकोर, मयूर, कङ्क, तित्रा, खराया इत्यादि मारेर उनीहरूका परिवार उजाडेर आनन्दित हुन्थ्यो। क्रूर स्वभाववाला त्यो धृष्ट बुद्धि सधैँ यी पशु पक्षी र अरू प्राणीहरूलाई पनि मार्ने गर्दथ्यो। ती सम्पूर्ण पशु पक्षी र प्राणीहरूका आँसुहरू बगिरहन्थ्यो। उनीहरूले धिक्कार धिक्कार गर्दथे। यसरी त्यो दुष्ट पूर्व जन्ममा गरेका पापले यस जन्ममा पनि जीव हत्या रूपी पाप रूपी हिलामा डुबिरहेको थियो। यस्तै प्रकारले त्यो रात दिन दुःख शोकले युक्त भएर पिरिँदै रहँदा कुनै जन्मको कुनै पुण्यका कारणले त्यो तब एक दिन कौडिन्य नाम गरेका ऋषिका सुन्दर आश्रममा पुग्दो भयो। वैशाखको महिनामा जाह्नवी यानकी गङ्गा नदीमा स्नान गरेर रहने आफ्नो तपस्यालाई नै धन बनाएका यानकी तपस्या रूपी धन सञ्चित गरेर बसेका ती मुनि भएका ठाउँमा शोक र चिन्ताका भारले पीडित भएको त्यो धृष्ट बुद्धि पुग्यो त ती ऋषिका चिसा लुगाबाट चुहेको गङ्गा जलको स्पर्शले उसका अशुभ कुराहरू नासिँदै नासिँदै गए। अनि त्यो शुभ बुद्धिले प्राप्त भयो। पाप मेटिन खोजेको त्यो धृष्ट बुद्धि ती कौडिन्य ऋषिका अगाडि उभियो र दुवै हात जोडेर भन्न थाल्यो। उसले भन्यो, हे ब्राह्मण, बिना मेहनत अर्थात् धन खर्च नगरिकन हुन सक्ने कुनै प्रायश्चित मलाई बक्सियोस्। मैले जन्म प्राप्त गरेपछि अहिलेसम्म ठुला ठुला पापहरू गरेँ। धर्मको मार्गमा कहिल्यै पनि हिँडिनँ। न मैले मानिसलाई सुख दिएँ, न मैले जीव जन्तुलाई सुख दिएँ, न मैले अरूको कल्याण गरेँ, न आफ्नै पनि कल्याण गरेँ। म अहिले ठुलो पश्चातापमा परिरहेको छु। जन्मदेखि लिएर नै पाप गर्ने पापी मेरा साथी तिखेर धन पनि पटक्कै छैन। धन भएर गर्न मिल्ने यज्ञ गर्न पनि मैले सक्दिनँ। म कसरी यो पापबाट मुक्त हुँ? तब ऋषिले भन्नुभयो, जुन काम गर्नाले तेरो सम्पूर्ण पाप नाश हुन्छ त्यो कुरा तँलाई म भन्दछु। एकाग्र मनवाला भएर श्रवण गर्नु। वैशाख महिनाको शुक्ल पक्षमा मोहिनी नाम भएको एकादशीको आगमन हुन्छ। त्यसै कारण त्यस महिनामा त्यो एकादशी पर्ने हुनाले मेरो कुरा मानेर त त्यो एकादशीको भक्तिभावपूर्वक व्रत गर्नु। त्यो व्रतले मनुष्यहरूका सुमेरु पर्वत जस्ता ठुला ठुला पापहरूलाई पनि नाश गरिदिन्छ। यो जन्मको पाप मात्रै होइन, पहिले पहिलेका धेरै जन्मदेखि सञ्चित रहेका पापहरू पनि यो मोहिनी एकादशीको व्रत गर्यो भने नष्ट भएर जान्छन्। ती मुनिका यस्ता कुरा सुनेर नि त्यो धृष्ट बुद्धि भित्र मनमा अत्यन्तै रमाएर ती कौडिन्य मुनिको उपदेशले उसले त्यो व्रत ऋषिले कहे अनुसार गर्दो भयो। रहे नृपश्रेष्ठ, त्यो व्रत गरेपछि मनमा अत्यन्तै प्रगाढ भक्ति भावना लिएर ठुलो पश्चाताप लिएर र भविष्यमा कहिल्यै गल्ती गर्दिन भन्ने सङ्कल्प गरिसकेपछि त्यो धृष्ट बुद्धिको पाप खारियो अर्थात् नासिएको हुँदो भयो। र तब त्यो दिव्य देहको भएर गरुडमाथि चढेर कुनै प्रकारको उपद्रव नभएको वैष्णव लोक अर्थात् श्री विष्णु भगवानको लोकमा जाँदो भयो। वशिष्ठले भन्नुभयो, तमो गुणबाट पैदा भएको मोह अर्थात् आसक्तिलाई निर्मूल पारेर नाश गर्ने यो मोहिनी एकादशीको व्रत यस्तो छ भन्ने कुरा मैले बताएँ। चरचरले शहीद भएको यो तिनै लोकमा यो भन्दा अर्को श्रेष्ठ व्रत छैन।
यसका सामु यज्ञ आदि कर्महरू ठुला ठुला तीर्थहरू महादानहरू त यस व्रतको 16 भागको 1 भाग पनि पुण्य दिन सक्दैनन् हे राजन। यो कथा पढ्नाले र श्रवण गर्नाले मात्रै पनि हजारौं गौदान गरेको फल मिल्दछ। वशिष्ठजी का मुख र वृन्दबाटै कथाहरूलाई महात्मालाई श्रवण गरिसकेपछि भगवान श्री रामचन्द्रले पनि मोहिनी एकादशीको व्रत गर्ने सत्सङ्कल्प गर्नुभयो। यही प्रवचन यही कथा श्री कृष्णचन्द्रका मुख र वृन्दबाट श्रवण गरिसकेपछि युधिष्ठिरजी महाराजले पनि मोहिनी एकादशीको व्रत गर्ने सङ्कल्प गर्नुभयो। सुतजी महाराजका मुख र वृन्दबाट यी कथाहरू श्रवण गरिसकेपछि सौनकादि 88,000 ऋषि मुनीश्वरहरूले पनि मोहिनी एकादशीको जय जयकार गर्दै एकादशीका उपासनामा लाग्नुभयो। जय जय श्री भविष्योत्तर पुराणे श्री कृष्णार्जुन संवादे वैशाख शुक्ल एकादशी मोहिनी एकादशी महात्म्यम सम्पूर्णम। अवस्थ दर्शक महानुभावहरू, यससँगै हामीले मोहिनी एकादशी व्रत 2083 को सम्पूर्ण जानकारी, त्यस्तै गरेर व्रत कथा, त्यस्तै गरेर पूजा विधि सबै प्रस्तुत गर्यौं। लक्ष्मीनारायण भगवानको परम कृपा हजुर तथा हजुरका परिवारजनमा सदा सर्वदा रहिरहोस् भन्ने शुभ भाव पनि व्यक्त गर्दछौँ। धर्म दर्पणलाई यदि अहिलेसम्म सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नका लागि अनुरोध गर्दै अर्को श्रृङ्खलामा पुनः भेट हुने बाचा गर्दै आजका लागि भने बिदा दिनुहोस्। नमस्कार।